हेलो साथीहरू, गुड मर्निङ। स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो सानो भ्लगमा। अनि तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है। म पनि फेरि आज मेरो सानो सुँगुर फर्ममै छु। साथीहरू, 12 घन्टा बोसको गाली खाँदै परदेशमा जीवन बिताउनु भन्दा चाहिँ अर्ग्यानिक पाराले यसरी नै गाउँघरमा आफ्नो मस्त जिन्दगी जिउने हो है। 12 घन्टा काम गर्दाखेरि यति गाली खाइन्छ, यति गाली खाइन्छ, यति गाली खाइन्छ, नभने जस्तो स्यालेरी पाउँछ होइन। भनेको बेला छुट्टी पाउँदैन, बिरामी छु भन्न पाउँदैन साथीहरू। त्योभन्दा त यही तरिका हेर्नुहोस्, अर्ग्यानिक पाराले आफ्नै गाउँमा रमाउने हो साथीहरू। अनि आफ्नो फ्यामिलीसँग टाइम स्पेन्ड गर्न नि पायो होइन त। यहाँ हेर्नुहोस्, मेरो लगानी यो तरिकाले भइरहेको छ साथीहरू। तपाईहरूलाई कस्तो लाग्यो? तपाईँहरू कुन कुन ठाउँबाट हुनुहुन्छ? अनि म चाहिँ मेरो अर्ग्यानिक तरिकाले जिउँदैछु, जीवन बिताउँदैछु। हेर्नुहोस् साथीहरू, परदेशमा जति नै वर्ष खटे पनि हुने चाहिँ केही पनि होइन रहेछ है। तर आफ्नो ठाउँमा आफ्नो पाराले जिरोबाट लगानी गऱ्यो भने चाहिँ त्यही नै बेटर हुने रहेछ साथीहरू। यहाँ हेर्नुहोस्, यसरी म चाहिँ सुँगुरलाई चारो पकाउँदैछु साथीहरू।